गुड मर्निङ एभ्रिवान। आज चाहिँ म तामाको रेसिपी लिएर आएको छु। सबैको आफ्नो आफ्नो तरिका हुन्छ तामाको सब्जी पकाउने। तामा रेडी गरिदिनु भयो मेरो प्यारो मान्छेले, अनि काटकुट गरेर उसिन्न बसाएँ तामा र आलु मैले। मेरो सोर चाहिँ अलि भाँसिएको छ, हल्का सन्चो छैन मलाई, 1-2 दिन भयो। मैले काटकुट गरेर यता रेडी गरेँ, प्याज रेडी गरेँ, जिरा सुकुमेल, अनि त्यस पछाडि दालचिनी, अदुवा, लसुन, अनि अगाडि खोर्सानी, यता पेस्टहरू रेडी गरिसकेँ मैले। टमाटरको पेस्ट, अदुवा लसुनको पेस्ट, जिराहरू सबै पिसेर राखेँ मैले। कराईमा तेल हालेँ, मेथी पड्काएँ मैले माथिबाट। सुकेको खोर्सानी एड गरिदिनुहोस् यसमा, अनि त्यस पछाडि प्याज पनि एड गरिदिनुहोस्। सबैको आफ्नो आफ्नो तरिका हुन्छ, मैले मात्र पकाउन जान्ने भन्ने हुँदैन। अझै योभन्दा बेस्ट तरिकाले हजुरहरूले पनि पकाउन सक्नुहुन्छ। मलाई त्यो रेसिपी चाहिँ सेयर गरिदिनु होला, किनभने तामा मलाई फरक फरक तरिकाले पकाएर खान मनपर्छ, अनि मेरो फेभरेट सब्जी पनि हो। प्याज अलि रातो भए पछाडि अघि पिसेर राखेको पेस्ट माथिबाट हालिदिनु होला। तामा र आलु अघि नै अगाडि नै पाकिसकेको छ, त्यही भएर सुरुमा मसला पकाउन जरुरी छ। यसको लागि माथिबाट टमाटरको पेस्ट हालिदिनुहोस्। एकछिन मजाले यसलाई पकाउने, मसलालाई मजाले पकाउने, नभए ठुस्सा ठुस्सा गनाउँछ। बेसार र नुन पनि एड गरिदिएँ मैले, अनि यसलाई चलाइ चुलाइ गरेँ। कलर कस्तो राम्रो आएको छ। अनि यसमा माथिबाट अघि काटेर राखेको तामा पनि राखिदिनु होला। इग्नोर माई ब्याकग्राउन्ड साउन्ड। जब म भिडियो बनाउन बस्छु तब बाहिरबाट के को आवाजले डिस्टर्ब गरिदिन्छ। अनि उसिनेर राखेको अघिको आलु पनि मिचेर राखिदिनु होला। मैले यसरी राखेँ। हेर्नु कति राम्रो कलर आएको छ सब्जीमा। मलाई चाहिँ यति मनपर्छ। दाल मैले अघि बसाइसकेको थिएँ, यता दाल रेडी भयो। बिहान चाहिँ अलि हतार हुन्छ, स्कुल जानुपर्ने हुन्छ, सबैलाई आफ्नो आफ्नो कामतिर लाग्नुपर्ने हुन्छ। तामाको सब्जी यस्तो भयो। तामाको सब्जी पाकिसके पछाडि मैले बाउलमा खनाएँ। हेर्नु कति मिठो भइरहेछ। मलाई चाहिँ मुखबाट पानी आइसक्छ कि तामा पकाउँदाखेरि। यता टमाटरको अचार पकाउनको लागि मैले कराईमा तेल हालेँ, भातमा सिटी लागिसक्यो। टमाटरको अचारको लागि मैले मेथी अलि धेरै हालेँ, लसुनका पोटीहरू फुराएँ, हरियो खोर्सानी, अनि भटमासको दाना। मैले प्रायः मेरो भान्सामा चाहिँ मेरो छोराछोरीलाई मनपर्ने आइटमहरू मात्र बाँकिराखेको हुन्छ, मलाई मनपर्ने भन्दा पनि। उता टमाटर पाक्न छोड्न दिएर मैले यता आफ्नै बारीमा भएको पुदिना टपक गरेर टिप्नतिर लागेँ। पुदिना टिपेर लिएर सलक्कमा भित्र गएँ, भित्र गएर पखालेर सिलौटोमा राखेँ। अनि माथिबाट नुन पनि राखेँ मैले, अनि अघि पकाउन राखेको टमाटर र भटमासलाई पनि त्यसमा राखेँ। यता खाजाको लागि पनि रेडी गर्नुपर्ने भयो। खाजाको लागि चाहिँ मैले पास्ता रेडी गर्दैछु। हामी चाहिँ सुजीको पास्ता खान्छौँ। अनि यता खाना पाकिसकेको थियो। खाना पाकिसके पछाडि हर्केसमा खनाएँ। भाँडामा ठुलो भाँडाहरू अलिक चाँडै मान्छे सूर्योदय भयो, फुल फुल्यो। गुड मर्निङ। म त नानीलाई उसको बाबाले उठाउन सक्नु होइन, गएर जबरजस्ती उठाएँ। उसले मैले भने पछाडि चाहिँ झुक्क उठिहाल्छन्। पानी दिस्यो रे, पानी खाएँ। ह्याभ अ ग्रेट डे, बाई बाई।